It is Friday and today I'm going to use Peachy Tonics को pumpkin glow. So हजुरले मलाई फलो गर्नुभएको छैन भने म चाहिँ Peachy Tonics को pumpkin glow at least 4-5 Fridays युज गरेर एक्ज्याक्टली के हुँदो रहेछ चाहिँ आइएम ट्राइङ अन द्याट होइन. यो चाहिँ हजुरको हाफ एन आवर फेसियल एट होम. अब हामी त बिजी मान्छे जहिले पनि उसमा जान सक्दैनौँ नि त. यो के गरेको भनेर सोचिरहनु भएको छ भने आइएम जस्ट क्लिनिङ माई पोर्स होइन. यो चाहिँ मैले यो युज गरेको एसवाईको प्योर स्किन क्लेन्जिङ वाटर. यो कस्तो राम्रो छ क्या, वाटर बेस्ड छ. मेकअपहरू पनि मजाले रिमुभ गर्छ अनि हजुरको स्किनलाई यत्तिकै क्लिन गर्नलाई पनि एकदम युजफुल. सो आइएम जस्ट क्लिनिङ इट सो इट मेक्स फर अ नाइस हुन्छ नि सर्फेस फर माई पिची टनिक्सको यो लगाउनलाई है. पम्पकिन ग्लो अर्ग्यानिक छ यो. कस्तो मलाई त यो द फ्याक्ट द्याट इट इज अर्ग्यानिक इज सो कुल के हुन्छ नि, अर्ग्यानिक सामान होइन. अनि मैले चाहिँ यसरी डब्बामै राखेको छु. रिमाइन्ड्स मी है द्याट आई हेभ टु युज दिस. सो मैले बक्स खोल्दैछु एन्ड आइम गोइङ. इट्स सो इजी क्या. यु जस्ट निड टु टेक अ ब्रस लाइक दिस एन्ड द कन्सिस्टेन्सी इज भेरी नाइस होइन. अनि हजुरले खालि यसरी चट्ट आफ्नो फेसमा अप्लाई गर्ने. फेरि कस्तो केही लगाए जस्तो पनि नमहसुस हुने होइन. अनि यसको चाहिँ हजुरको मैले फर्स्ट फ्राइडे युज गरेको चाहिँ अस्तिको फ्राइडे हो. अनि मलाई चाहिँ एकदम राम्रो लाग्यो क्या. यसरी टक्क लाउने. अनि हाफ एन आवर छोडिदिने यसलाई. अब यो लगाइसकेपछि चाहिँ हजुरले सनब्लक मोइस्चराइजर चाहिँ लगाउनै पर्छ इफ यु आर गोइङ आउट होइन. मजाले आफ्नो स्किनमा यसरी लगाउने. अब हाफ एन आवरलाई छोडेर हजुरले जे गरे पनि हुन्छ. हाफ एन आवरको लागि एक्सर्साइज गरे भयो, आफ्नो केही मेडिटेसनहरू गर्नु छ भने त्यो गरे भयो होइन. मैले चाहिँ चट्ट यसरी लगाएको छु. हाफ आवरपछि आई विल वाइप दिस अफ नाइसली. अनि आई विल सो यु वाट द स्किन लुक्स लाइक. I used it one Friday, last Friday. I'm going to use today, which is my second Friday. And I'm going to use this for at least 4 or 5 Fridays. Because कुनै पनि प्रडक्ट चाहिँ हजुरले हुन्छ नि एकै तालमा थाहा पाउँदैन कि त्यसले के गर्छ भनेर. त्यसलाई एटलिस्ट 1 बक्स 1 कन्टेनर अथवा 4-5 चोटि चाहिँ प्रयोग गर्नुपर्छ टु नो एक्ज्याक्टली वाट दिस इज होइन. यो चाहिँ पिची टनिक्सको मलाई चाहिँ कस्तो मन पर्यो यो ग्लो मास्क. सिम्पली बिकज इट इज लाइक यु नो half an hour of just without any rigorous effort just लगाएर हाफ एन आवर बसेर चाहिँ हजुरले फेसियल एट होम पाउनुहुन्छ भने वान्स अ विक किन नगर्ने भने जस्तो कि होइन. नाउ आई विल कम ब्याक आफ्टर 30 minutes अनि आई विल सो यु वाट माई स्किन लुक्स लाइक है त. मैले हाफ एन आवर राखेर आइसकेको छु. इट फिल्स स्लाइटली फर्म बट नट भेरी फर्म. म चाहिँ यसलाई यसरी कति इजिली वाइप गर्न मिल्छ क्या. मैले चाहिँ वेट टावलले मजाले यसरी वाइप गर्छु. एकदम सजिलै वाइप हुन्छ. सो इजी टु युज हुन्छ नि. कुनैलाई त कस्तो रब गर्नुपर्छ, पानीले नै धुनुपर्छ. यो चाहिँ त्यस्तो छैन. मजाले यसरी हजुरले पुस्न सक्नुहुन्छ है. हामीले यो गर्ने चाहिँ एक्चुली हजुरको स्किनमा वान्स अ विक हजुरले यसरी एक्सफोलिएट गर्नुभयो भने होइन, यसरी हजुरले टेक केयर गर्नुभयो भने चाहिँ हजुरको स्किनले अब कुनै पनि चिज यो माथि लगाउँदाखेरि एकदम राम्ररी अब्जर्भ गर्छ. हेर्छ त है. सो इजी. हाफ एन आवर अफ यो टाइम, त्यो हाफ एन आवरमा एक्सर्साइज गर्ने टाइम अथवा केही पनि गर्ने टाइमको हाफ एन आवर हजुरले निकालेर चट्ट यसरी लगाउन सक्नुहुन्छ. अब म के गर्छु त, आई विल वेयर अ लाइट मोइस्चराइजर है. एउटा लाइट वेट मोइस्चराइजर लिनुहोस्. मजाले ट्याप इट इन. We want to keep our face nicely moisturized. है. यो प्रडक्टलाई 1-2 मिनट दिनुहोस् आफ्नो स्किनमा सोक हुनलाई. कुनै पनि दुईवटा प्रडक्टको बिचमा चाहिँ अलिकति समय चाहिँ दिनुपर्छ. एउटा प्रडक्टमाथि अर्को प्रडक्ट थोप्दै जाने होइन आफ्नो अनुहारमा है. सो हजुरले यो प्रडक्टलाई अलिकति आफ्नो स्किनमा अब्जर्भ हुनलाई टाइम दिनुहोस्. अब 1-2 मिनट टाइम दिएपछि आइएम गोइङ टु अप्लाई अ सन ब्लक है अन टु माई फेस.
बिहानै किन सनब्लक लगाएको भनेर सोचिरहनु भएको छ भने म चाहिँ वकमा रहन्छु अनि अभियसली हजुर घर बस्दा त सनब्लक लगाउनुपर्छ भनेपछि म त वकमा जाँदैछु डेफिनेटली लगाउनुपर्छ। म यसरी फुल स्लिभ लगाएर हिँड्छु त्यसैले मैले चाहिँ हातमा मात्रै यसलाई यसरी रब गर्छु चक्क सनब्लक पनि लगाउने एटलिस्ट लो एसपिएफ भए पनि 15+ चाहिँ हुनु पऱ्यो होइन त्यतिको भए पनि सनब्लक चाहिँ बिहान लगाउने। किन लो एसपिएफ लगाउने भनेर सोचिरहनु भएको छ भने बिकज आई विल कम ब्याक आई विल टेक अ सावर आई विल अगेन अप्लाई मोइस्चराइजर फेसलाई फेरि धुन्छु नि त प्यानले मात्रै भए पनि देन आई विल अप्लाई मोइस्चराइजर आई विल अप्लाई सनब्लक अगेन आई विल अप्लाई टिन्टेड सन क्रिम अगेन होइन। सो यो चाहिँ खालि वकको लागि हुनाले चट्ट यस्तो एसपिएफवाला यसरी एउटा सनब्लक लगाउँछु एन्ड नाउ आई विल गो फर माई वर्क है। यतिको स्किन केयर चाहिँ हजुरले गर्नुपर्ने जरुरी हुन्छ एटलिस्ट वान्स अ विक चाहिँ यो रुटिन हजुरले एउटा प्याक लगाउने अनि त्यसलाई निकालेर मोइस्चराइजर सनब्लक त एभ्री डे लगाउने तर आफ्नो स्किनलाई चाहिँ एक दिन एटलिस्ट हप्ताको एक दिन चाहिँ समय निकालेर अलिकति माया दिनुहोस् अनि त्यो मायाले हजुरको स्किन डेफिनेटली ग्लो गर्छ। धन्यवाद।